हेलो एन्ड नमस्ते फेरि पनि साथीहरू तपाईहरुलाई वेलकम छ फकास ब्लगमा हैन। आज चाहिँ म अघि बिहानै ड्युटीमा आएर अहिले छ क्याम्प साम भ्याएर सबै कुरा हैन भ्याएर चाहिँ अहिले टक्कै 12 बज्न लाग्छ। अब चाहिँ 12 बजेपछि चाहिँ अब सक्नुहुन्छ माया हैन। यो ठ्याक्कै यो कसको भनेपछि हाम्रो यो पोथिरालको रुम जत्रै छ यार रुम हैन। ठ्याक्कै फेरि चाहिँ होइन साथीहरू ठ्याक्कै हेर्न सक्नुहुन्छ। यहाँ फ्रिज बनाएर चाहिँ यिनीहरू के यो चाहिँ फ्रिजबाट सामान निकालेको अर्को फ्रिज चाहिँ यो चाहिँ होइन। अर्को फ्रिज चाहिँ हेर यो ठ्याक्कै आकाशको रुम जत्रै छ बोका आकाशको रुम ठिक्कै होइन बाबु। यो तेरो रुम पनि यत्रै छ होइन त तल देखातिस मलाई। अब साथीहरू हामीलाई धेरै गर्मी भयो भने हामी फ्रिजको हावा खाना आन्छौँ कि होइन। साथीहरू अहिले के कस्तो हुन्छ अहिले म देखाउँछु। आज चाहिँ गेम खेल्न जानु भनिरहेको छ फुटबल। आज चाहिँ अहिले म गेमतिर अहिले साँझतिर भेटौँला नि। अहिले अहिले सानो क्लिपहरू सबै निकाल्छु म के कस्तो हुन्छ सबै है त। कति बजे केटा हो कति बजे हो 12 नाति बजेर 15 मिनेट भइसक्यो होइन होला के हो। अब चाहिँ साथीहरू होइन अब चाहिँ 4 बज्नेवाला छ। अब चाहिँ हामी यो बुकुसुको उडाएर अनि त्यसपछि बुकुसु फ्याँकिदिने अनि त्यसपछि रुममा चल्दिने है साथीहरू। अझ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ कोही पनि छैन। अलिअलि छन् बचेको मान्छेहरू तिनीहरू चाहिँ होइन जान लानिहरू चाहिँ अब हाम्रो अब यिनीहरूले वेटरहरूले गर्दैछन् यहाँ चाहिँ। अनि हाम्रो यो काम नभएको तन्दुरको सेफहरू हेर्न सक्नुहुन्छ 2-2जना। चिया 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 लभर हुने नि चाहिँ है साथी यो चाहिँ चिया लभर सन्जय बुढी नभए हुन्छ चिया नभए हुँदैन। बुढी यो कुरा चाहिँ भाइले सही भन्नु जस्तो छ है। भाइले के गरे भाइ भन्नु त एकचोटि भन्नु नि एकचोटि के गरे। बुढी नभए हुन्छ चिया नभए हुन्छ। ल साथीहरू हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ छुट्टी भइगयो होइन। हामी चाहिँ अब घरतिर चल्दिन लागेको साथीहरू होइन। अहिले चाहिँ म यसो निस्किनु पर्ला अहिले अब कपडा सपडा धुनु छ होइन। लगाएको अनि त्यो कपडा सपडा धोएर चाहिँ अनि त्यसपछि म निस्किन्छु होइन। हेर्न सक्नुहुन्छ बाटोमा चाहिँ हाम्रो धन्न चलाइरहेको छु मैले चाहिँ होइन। म अहिले पछि कपडा सपडा उयो गरेर अनि त्यसपछि चाहिँ होइन मजाले अहिले उतातिर गएकोहरू भिडियो सबै कुछ बनाउँछु है त साथीहरू। हेर्न सक्नुहुन्छ यतातिर पनि यता माथि हिँडौँला भन्ने थियो हिजो यार गर्मीले पाएन अब होइन। आज हेरौँ न साँझ अहिले एकछिन यताउता निस्किनु पर्ला नि साथीहरू। म हेर्न सक्छु यहाँ भेना रुममा आएको थिएँ होइन। यहाँ मैले चाहिँ मेरो अब यहाँ हाम्रो रुम पार्टनर चाहिँ अब क्यामेरा हेर्नु दुईवटा क्यामेरा हिँडाल्छ यहाँ हाम्रो। वेयर आर यु फ्रम थाइल्यान्ड हो यु थाइल्यान्ड ब्याङ्कक एन्ड पिसिङलो हो ब्याङ्कक एन्ड पिस्यो। अब मेरो साथी हो कि थाइल्यान्डकै रहेछ मलाई चाहिँ थाहा छैन यहाँ पार्टनर हो। वेलकम टु थाइल्यान्ड। यो चाहिँ हेर्न सक्नुहुन्छ यसले चाहिँ दुईवटा क्यामेरा हिँडाल्छ क्या हेर्नु न। यो चाहिँ अब स्ट्यान्ड पनि छ होइन। यो हो कि यसको रुम चाहिँ साथी हो कि अब हुन्छ नि। ल साथीहरू म चाहिँ रुममा गएर नुहाइधुवाइ गरेर लुगासुगा धोएर पनि होइन आज चाहिँ गेम धोएर आएँ होइन। गेम खेल्न चाहिँ नजाउने अरे आज चाहिँ नजाने अरे। त्यही भएर चाहिँ म अब यसो डाइनोसर भ्याली राम्रोसँग देखाइदिन्छु होइन। अस्तिको भिडियोमा चाहिँ त्यसरी हेर्न पाउनु भएन। आज चाहिँ म डाइनोसर भ्याली पुरै घुमाइदिन्छु के कस्तो छ सबै हेर्नुवाला लास्टसम्म साथीहरू। ल अहिले एकछिनमा भेटौँला त्यहाँ पुगेपछि। हेर्न सक्नुहुन्छ यो टक्क पारेर म चाहिँ 90 सीसीको गाडी लिएर हिँडिरहेको छु कि अहिले चाहिँ होइन। 90 सीसीको गाडी पनि छ हामीसँग 90 सीसीको गाडी भगाइरहेको छु मैले चाहिँ। हेर्न सक्नुहुन्छ म चाहिँ अहिले डाइनोसर भ्याली पुरै घुमाइदिन्छु आज रटटट फटटट पारेर साथीहरू सबै हेर्न सक्नुहुन्छ। यो साइडतिर हेर्नु न यो साइडतिर म गएको छैन अहिलेसम्म आएबाट होइन। यो यहाँदेखि भित्रकै फेरि उता त नै कि यहाँदेखि भित्र चाहिँ म गएको होइन। यता हेर्न सक्नुहुन्छ यो पुरा पहाडहरू हेर्नु न बबाल छ कि। अनि यो चाहिँ यता यो भागमा हेर्नु न यस्तो बबाल छ होइन। यहाँ भित्र पनि खतरा छ कि। यता चाहिँ म गएको होइन अहिलेसम्म पछि जान्छु नि म चाहिँ होइन। हेर्नु अहिले म देखान्छु अब डाइनोसर भ्यालीतिर देखान्छु सबै रटटट पारेर पुग्नेवाला छु म चाहिँ। अस्ति हेर्नु त्यो सिँढी माथि हिँडेको थिएँ म। आज चाहिँ आज हजुरलाई म यहाँदेखि यस्तरी देखाउँछु होइन। उदै हो कि हेर्नु यो मा कसम होइन। यो साइडमा पनि हेर्न सक्नुहुन्छ यस्तो बवाल छ साथीहरू। यो चाहिँ अब टुरिस्ट घुमाउने गाडी हो होइन। हेर्न सक्नुहुन्छ यो सेतोवाला चाहिँ टुरिस्ट घुमाउने गाडी हो। अझै पनि छन् टुरिस्टहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ यस्तो दामी छ यो चाहिँ तलदेखिको भाग हो। म चाहिँ उता माथिको त्यो भ्यालीमा गएर चाहिँ देखाउँछु कि कस्तो छ हो। त्यो डाँडामा हाम्रो ठाउँमा बस्ने ठाउँमा गएर म चाहिँ देखाउँछु। त्यहाँ चाहिँ हेर्न सक्नुहुन्छ डाइनोसर भ्यालीको झलक। अहिले म देखाउँछु अहिले रोक्नु है माथिदेखि बबाल पारामा।
हेर्न सक्नुहुन्छ माछाहरू यहाँ आउँछ है माछा खान अहिले तल हेर्न सक्नुहुन्छ अहिले म उतादेखि देखाउँछु हेर्नुहोस् माछाहरू यहाँ हेर्न सक्नुहुन्छ सबै यो कम्पनीमा काम गर्ने मान्छेहरू हो कि यिनीहरू चाहिँ यो चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ होइन यो पुरा गौतम बुद्धको स्ट्याचु बन्न लाग्छ क्या यो सबै होइन गौतम बुद्धको स्ट्याचु बन्न लाग्छ तर यो छ नि यो फर्स्ट चाहिँ देख्नुभएको छ होला नि यो चाहिँ हाम्रो गौतम बुद्ध होइन गौतम बुद्ध अनि त्यसपछि अरू खै कहाँ कहाँ अब यात्रा गरेको थियो नि गौतम बुद्धले त्यहाँको चाहिँ अब त्यहाँ अब त्यो ठाउँ खै के हो यार शिष्यहरूको के बनाउने भन्ने चाहिँ सुनेको थिएँ मैले पनि थाहा छैन म पछि देखाउँछु नि यो त हाम्रो गाडी जस्तो लाग्यो यार कसले ल्याएर आयो हाम्रो गाडी यार यो रातो गाडी त हाम्रो जस्तो लाज साथीहरू होइन एकैछिन है यो चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू अब हेर्नु म देखान्छु अब हजुरलाई बबाल होइन चित्रहरू अब के हो सबै कुराहरू होइन म गाडी रोकेँ नि हिँडेर नि देखान्छु रोक्नु है एकैछिन यहाँ मेरो तलको झलक र माथिको झलक सबैहरू हेर्न सक्नुहुन्छ होइन यो हेर्नु न यहाँ तल यस्तो छ बबाल छ होइन यो उतासम्म छ क्या हाम्रो कम्पनी चाहिँ होइन अब उता अहिले पछि जाम्ला होइन यो हेर्नु न यो चाहिँ डाइनेसर भ्याली हो कि म चाहिँ अब हिँडेर जान्छु गाडी चाहिँ यहीँ छ होइन एकछिन बन्द यो छ नि यसरी हिँड्नुपर्छ यहाँ यो बक्स देख्नुभएको छ नि यहाँदेखि रियल साउन्ड आउँछ बे गरेको यस्तो तर्सिन्छ अहिले चाहिँ अब खै अहिले आएको छैन अहिले चाहिँ अब 5:30 बजे हो नि त त्यही भएर चाहिँ अब 5:30 बजे अगाडि गेट भन्दा नि अब टुरिस्टहरू सबै निस्किन्छन् कि बाहिर त्यही भएर चाहिँ यो बस्दैन होला सायद इलेक्ट्रिकबाट केहीबाट होला नि करेन्ट सरेन्टहरू हेर्न सक्नुहुन्छ बबाल छ क्या साथीहरू होइन तल पनि हेर्नु न यार अरे म यार जान्नु यार हिँडेर झ्याउला यार हिँडेर जान्न म गाडीबाट पनि देखान्छु यार थट हिँड्दै खाना खान जानु सक्यो ढिलो हुन्छ फेरि यार अहिले साथीहरू त्यही भएर हो हेर्न सक्नुहुन्छ पुरै पाहाडमा हो कि म बस्नु त फेरि पाहाडमा पाहाड अबुई के हो यो अबुई खाइदिन्छ है फेरि माया सम्झाउन डाइनेसर हाम्रो यहाँ डाइनेसरको पालाको रुख छ भने थियो नि मैले थाहा छ किन तपाईँहरूलाई हेर्नु सक्नुहुन्छ यहाँ बबाल अहिले म देखान्छु तल गएर सबै बबाल भिडियो के हो यति लामो यो के होला साथीहरू यो कमेन्ट गरिदिनुहोस् न के कुन के हो यो यार डाइनेसर हो कि चरा हो कि के हो यो हेर्न सक्नुहुन्छ रोक्नु है म अब चाहिँ जान्छु म देखान्छु अब हजुरलाई यस्तो तल झन् खतरा छ कि होइन यहाँनिर चाहिँ होइन आम्मामा कत्रो छ यार डरलाग्दोहरू पनि छ कि अब हेर्नु यहाँदेखि यस्तो बबाल हेर्न सक्नुहुन्छ यहाँ चाहिँ साथीहरू तपाईँहरूले यो हेर्नु बच्चादेखि लिएर बुढो सब छ नि यहाँ चाहिँ हेर्नु आम्मामा ल साथीहरू यो कुन ठाउँ होला भनिदिनु पर्यो कुन ठाउँ होला यो कुन ठाउँ होला कता होला डाइनेसर भएको ठाउँमा आएको छु म त बुई के हो यस्तो हेर्नु है साथीहरू डाइनेसरको अन्डा चाहियो भने कमेन्ट है कमेन्ट गर्नुहोस् म हजुरलाई घरमै अब पार्सल डेलिभरी गरिदिन्छु म चाहिँ यहाँदेखि चाहिँ हेर्नु सक्नुहुन्छ औडै हो कि अब यो मैले भन्न थालेँ यो कम्पनी चाहिँ होइन पाहाडमा छ कि कस्तो बवाल टाइपमा होइन खत्रै हो कि घुम्न आउनु होला साथीहरू थाइल्यान्ड आउनुहोस् थाइल्यान्ड आएपछि घुमाउने काम चाहिँ मेरो भयो कि होइन कम्पनीमा अब यताउता अब हाम्रो चिनेको मान्छेहरू मेरो आउनुहोस् न होइन सबैलाई घुमाउने काम चाहिँ मेरो भयो साथीहरू यहाँदेखि हेर्न सक्नुहुन्छ बवाल छ क्या यहाँदेखि चाहिँ होइन यो हेर्नु यो झलकमा उइमा मरद होइन त क्यामेरामा खिचेको पनि छैन क्या यो डाइनेसर हेर्नु न माका छ यार तैतिरिका यार क्यामेरामा खिचेकै छैन बेता हेर्नु नि यत्रो लामोमा कत्रो होला यो सोच्नु त काबाला यार अबुई यो कसम रातिमा आउनुपर्छ रियल जस्तो लाग्छ बे रातिमा होइन कसम साथीहरू रियल जस्तो लाग्छ क्या यो हेर्नु नि मार्ने हो यो सिनले त साथीहरू कस्तो देखेछ पछाडि हेर्नु त डाइनेसरमा ट्याक्कै अगाडि म हेर्न सक्नुहुन्छ यहाँ कुम्फु पाण्डाहरू यता भित्र नजाम होइन खाना खान जानु सक्यो त्यो ढिलो हुन्छ हेर्न सक्नुहुन्छ यो बवाल स्टेचुहरू सबै यो हेर्नु न आम्मामा अघि म यहाँदेखि माथि छिरेको थिएँ नि यो के गरे यो साइडमा छ नि साथीहरू यो साइडमा चाहिँ होइन तपाईँहरूको यति धेरै अब हुन्छ नि भेराइटिजको क्याक्टसहरू छ कि होइन आम्मामा पछि देखानमा तपाईँहरूलाई कलरहरू पनि छुट्टै क्या प्यालो कस्तो होइन फर्स्ट टाइम देखेको मैले होइन
साथीहरू पछि देखाम ल म तपाईँहरूलाई होइन गएर यहाँदेखि चलिदिनु पऱ्यो क्या यतादेखि यतादेखि चलिदिउँ भनेको नयाँ यार यतैदेखि जाऊँ होइन साथीहरू टक्क यो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यहाँ मेरो यहाँ टिकटक यहाँ मैले बनाएको थिएँ नि यहाँ भित्र टिकटक मेरो र मेरो दिदीको टिकटक बनाएको थिएँ नि यहाँ मैले होइन त्यो चाहिँ हेर्नु खतरा हो क्या साथीहरू म चाहिँ अब यतादेखि गएर यस्तो स्क्यान गरेर नै होइन स्क्यान गर्छु अब यहाँदेखि ड्युटी आएको कि नआएको थाहा हुन्छ कि स्क्यान गरेर जान्छु अब टक्क अनि त्यसपछि अहिले भिडियो अपलोड गर्नु पर्ला नि एकछिनमा अहिले एडिट गरेर होइन साथीहरू आज है एकछिनमा हेर्न सक्नुहुन्छ साथीहरू कम्पनी हाम्रो यत्रो ठुलो छ कि अब यतातिर पनि छ क्या अब के यतातिर जाने यार यतातिर हेर्ने यो चाहिँ हाम्रो इन्डिया हो नि यतातिर थाहा छ किन फेरि हाम्रो इन्डिया रेस्टुरेन्ट छ हाम्रो काम गर्ने ठाउँ यहाँदेखि जहिले जाने हाम्रो ठाउँ यहाँदेखि च्याट्ट इन्डियन यता रेस्टुरेन्ट हो यो यतादेखि जान्छ म चाहिँ यतादेखि लग्छु तपाईँहरूलाई चाहिँ सरर पारेर साथीहरू सबै स्टाफहरू पनि घर जान्छ क्या अब त्यहाँ घर भन्दा नि रुममा जान्छ होइन अब हामी भनेको चाहिँ सबै हो यो तेल भ्याइयो कि के हो गाडीमा वाट इज दिस गाइज बन्द भयो त यो त अब्बुई किन बन्द भयो यार वाट इज दिस गाइज बन्द भयो त यो त चल्दा यारमा के भयो यो गाडी लामा कसम पेट्रोल खतम भएको कि म पैसा तिरानी बनाएको यो गाडीले मलाई यार पेट्रोल त 2टा डन्डा देखाइरहेको छ यार हेर्नु नै 2टा डन्डा छ तेल त यार म के हो पैसा तिरानी बनाउने हो क्या गाडीले म आफै बन्द हुन्छ कसम के हो यस्तो यार स्टार्ट हुन्छ कि न यार स्टार्ट भयो भने हुन्थ्यो नि यार कसम भनेर एकैछिनै साथीहरू म एकछिन क्यामेरा अफ गरेर अनि साथी गाडी चल्यो मा भगाएर आएको म त यार बन्द भयो आफै केको त यार आफै बन्द भएको त्यस्तो केही पनि नरहेछ होइन तर कसम यार आफै बन्द भएको यसको ब्याट्री खतम हुन आयो जस्तो छ यार यो गाडीको चाहिँ ब्याट्री खतम हुन आएर त्यही भएर आफै बन्द भएको हामी चाहिँ आफ्नो घर जान लाग्छौँ म चाहिँ रुममा अब खाना खान जान्छु होला सिधै ल साथीहरू अरू त केही भन्दैन होइन अब सक्दो सेयर एन्ड सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई होइन यो च्यानल नयाँ च्यानललाई ल हस् त साथीहरू So much motherfucking